साली यार बुझ्नु यार के हो पागल जस्तो किन रिसाएको तिमी साली हो मोबाइल हान्दिन्छु अहिले फेरि थाहा हुन्छ अरे यार तिमीलाई अब भेट्न मन लागेर कहाँबाट आएँ साली यार तिमी किन रिसाउँछौ यसरी हो पागल जस्तो भएन छि यस्तो पनि हुन्छ कुकुर जस्तो भएन ल सोच म जान लाग्छु भेना छैन भन्ने रात कहाँ बोयफ्रेन्डलाई भेट्न जाने हो साली राति अनि यस्तो यार तिमी यार साली बस न भने एकछिन यार बोलाइराख म जान लाग्छु भेट्न बस न एकछिन यार प्लिज तपाईँ आउनु भएको छ तपाईँ पल्लो कोठामा जानुहोस् सुत्नुहोस् हामीलाई सुत्न दिनुहोस् म जान लाग्छु कहाँ जाने बोयफ्रेन्डलाई नै हान्छु अहिले कानमा आउने बोयफ्रेन्डलाई राति राति बोयफ्रेन्डलाई कहाँ जानु लाग्यो बोयफ्रेन्डलाई भेट्न तपाईँको हो मलाई प्रश्न सुत्ने होला किन तिमी मेरो साली होइन मेरो बोयफ्रेन्डलाई भेट्न जान लाग्छु म उजाउ मान्दैन म त्यस्तो बक सालीलाई यहाँ हदमा बस साली भन्दैछु म तिमीलाई उजाउ यार भेना बोयफ्रेन्ड सर्दैन हानिदिन्छु अहिले मलाई रातिले हान्ने फुटाल्नु तपाईँ यो आम्मा मेरो फुटाल दिने तिम्रो कहाँ लाग्छु अहिले म साली अहिले साली भन्ने होइन यहाँ चाहिँ अहिले तपाईँ मोबाइल फुटालिदिने अनि मैले भन्दा जे पाएँ त्यही भिडियो बनाऊ है तिमी कहाँ म जान लाग्छु बोयफ्रेन्ड भेट्न तिम्रो दिदीलाई अहिले भनिदिन्छु पखन तिम्रो दिदीलाई अहिले भनिदिन्छु पखन ए साली म डर मान्दैन कसै तिमी साँच्चै यार भेनालाई छोडेर कहाँ जान लाग्छु भन न यार बोयफ्रेन्डलाई भेट्न जान लाग्छु कस्तो साली हो यार साथीहरू यो चाहिँ यार